www.aradioaudio.com। व्यस्त शहर, साँझको समय प्रज्ञा भवन कमलादीको प्रेक्षालयका सिटहरू भरिँदै थिए। दिउँसभरिको थकान मेटेर एकैछिन मनोरञ्जनका लागि परिवार सहित नै आउनेहरू बढ्दै थिए। एक्लै आउनेको पनि अनुहारमा चमक देखिन्थ्यो। स्टेजतर्फ आँखा तन्काउँदै हाँस्ने मूडमा देखिन्थे दर्शक। एकैछिनमा राजा राजेन्द्र पोखरेल बोल्न थाल्छन्। उनका शब्द टुङ्गिन नपाउँदै ताली परर बज्न थाल्छ। नबजोस् पनि कसरी, उनले भूकम्पको पीडा भुलाउँदै अनौपचारिक र निकै रमाइलो तवरले कार्यक्रमलाई अघि बढाउँदै थिए। प्रहसन र विभिन्न प्रस्तुतिको बीचमा उनले बोलेका थोरै वाक्यहरूले पनि दर्शकलाई मजाले हाँस्न बाध्य बनाउँछ। कार्यक्रममा उनको धेरै थरी गेटअप नै कमेडी लाग्छ दर्शकलाई। प्रसंग हो तिते जिरे मेरी बासै गाई जात्रा विशेष कार्यक्रमको। भदौ 12 गतेदेखि शुरू भएको गाई जात्रा विशेष कार्यक्रममा हास्य कलाकारहरू दर्शक हँसाउन कटिबद्ध छन्। गाई जात्रा एक दिन भए पनि हास्य कलाकारहरूले दर्शकहरूका लागि भदौ 26 गतेसम्मको विकल्प दिएका छन्। जुन दिन मिल्छ सोही दिन गाई जात्रा हेरेर मनोरञ्जन लिन सक्ने व्यवस्था छ। यसपालिको गाई जात्रा नेता अभिनेतालाई सत्तो शराब भन्दा विशुद्ध मनोरञ्जनात्मक देखिन्छ। केही व्यङ्ग्य बाणहरू गरिएका छन्। यद्यपि मनोरञ्जनका लागि प्रयोग गरिएका आइरोनीहरूले नै कार्यक्रम सुरु भएदेखि दर्शकको मुहारमा हाँसो ल्याउने प्रयास गरेको छ। कार्यक्रमको पहिलो प्रस्तुति स्वरूप आउँछन् यमन श्रेष्ठ। स्वर सुन्दा हास्य कलाकार मदन कृष्ण श्रेष्ठले गीत गाए जस्तो पनि लाग्न सक्छ, किनकि उनी मदन कृष्ण श्रेष्ठकै छोरा हुन्। भूकम्पले सृजित समस्या र नेताहरूको कार्यबारे गीतले व्यङ्ग्य कस्छ। त्यसपछि आउँछ एउटा प्रहसन। प्रहसनमा देखिन्छन् राजाराम पौडेल, शिवहरी बैरागी, देवीराम पराजुली, निरज नेपाल। प्रहसनले एकताको सन्देश दिन्छ। विदेशी हस्तक्षेप र धर्म परिवर्तनबारे व्यङ्ग्य कस्छ। हाँस्दै गरेका दर्शकहरूको मनमा देशप्रेमको भाव सवार गराइदिन्छ। त्यसपछि आउँछन् मनोज गजुरेल। विपदले अहंकारलाई उखेलेर मानिसबीच एकता पैदा गर्ने सन्देश उनले दिन्छन्। दाता सम्मेलन प्रति व्यङ्ग्य गर्दै उनले गरेको विधाता सम्मेलन पनि रोमाञ्चक छ। विभिन्न देशका प्रधानमन्त्री र राष्ट्रपतिको हावभाव सहितको अभिव्यक्तिले दर्शकलाई हाँस्न बाध्य गराउँछ। बी मानव आर्ट स्टुडियोका सुमन सागरजङ केसी, प्रमिला खनाल लगायतका कलाकारले गरेको नृत्य कार्यक्रमको मसलाको रूपमा रहेका छन्। जिरे खोर्सानी टोलीको प्रहसन छ पाल। भूकम्पपछि पालमा बस्दाका सम्भावित समस्यालाई प्रहसनले देखाएको छ। प्रहसनमा धेरै आइरोनीको प्रयोग भएकाले दर्शकहरू आफ्नै हिसाबले कुरा बुझेर मस्तले हाँस्छन्। ताली पनि उत्तिकै ठोक्छन्। दर्शक दीर्घतिर निहाल्दा सबैको मुखमा एक प्रकारको चमक देखिन्छ। किरण केसी, शिवहरी पौडेल, निरज नेपाल, मनोज आचार्य, सविता गुरुङ र हेमा कोइराला प्रहसनमा देखिन्छन्। यो प्रहसनले पनि अन्त्यमा जातीय प्रदेशको मागबारे सन्देश दिन्छ। टीका भण्डारीको प्यारोडी गीत मनोरञ्जनको अर्को खजना हो। थुप्रै गीतहरूको लयमा उनले प्यारोडी गाएका छन्। साथमा शैलेन्द्र सिमखडाका व्यङ्ग्यात्मक कविताले दर्शक दीर्घमा हाँसोको फोहरा छोड्छ। उनले अहिलेको प्रेम, कृषि मन्त्री हरिपराजुली नायिकाहरूप्रति त व्यङ्ग्य गरेकै छन्। यसको साथमा स्तनपान गराउन नचाहने, महिला अपरेसन गरेर बच्चा जन्माउने चलनप्रति पनि व्यङ्ग्य गर्न भ्याएका छन्। प्रहसन अचम्मको दुलोले दर्शकलाई मनोरञ्जनको अर्को स्वाद पस्कन्छ। मान्छे परिवर्तन गर्ने मेसिनको परिकल्पना आफैमा नयाँ विषय छ। प्रहसनमा ऋणको तनावले परिवर्तन हुँदाको परिणामलाई प्रहसनले देखाएको छ। केदार घिमिरे माग्ने बुढा, विल्सन विक्रम राई तक्मै बुढा, दीपक आचार्य, सुनिता गौतम, यमन श्रेष्ठ, शबनम राईले दर्शकलाई मजाले हँसाउँछन्। यो प्रहसनले पनि दर्शकलाई हँसाउँदा हँसाउँदै गम्भीर बनाइदिन्छ। देशभक्तिको भाव सवार गराइदिन्छ। त्यसपछि मनोज गजुरेल सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित बन्छन्। उनको हावभाव र बोली सुन्दा लाग्छ मन्त्री नै आएर बोलिरहेछन्। उनी सँगै देखिन्छन् कलाकार डीबीपीआर धारी, उनका पिए सुबोध गौतम र कर्मचारी दिनेश काफले। यो प्रस्तुतिले पनि गतिलो सन्देश दिएको छ। अर्को प्रहसन धरहराले पनि दर्शकलाई उत्तिकै हँसाउँछ। कार्यक्रमको अन्तिम प्रस्तुति धरहरामा दीपाश्री निरौला, रवि डंगोल, दीपकराज गिरी, पूर्ण थापा, सुरवीर पण्डित, आरपी भट्टराई लगायतलाई देखिन्छ। प्रहसनले दर्शकलाई मजाले हँसाउँछ, तर अन्तिममा एकताको गतिलो सन्देश पढाउँछ। प्रदेशप्रतिको बुझाइ प्रष्ट गर्दै एकताले मात्र देश उठ्न सक्छ भन्ने प्रहसनले देखाएको छ। प्रेक्षालय दर्शकले पुरै अटस मटस थियो। गाई जात्रा हेरेर पूर्व प्रधान सेनापति छत्रमान सिंह गुरुङ, लामो अन्तर्वार्ताको विश्व रेकर्ड बनाएका रवि लामिछाने लगायत प्रज्ञा भवनको प्रेक्षालयमा भेटिएका थिए।
आखिर मनोरञ्जन सबैलाई चाहिन्छ, फेरि यस्तो मौका वर्षमा एकचोटि आउने हो। सामाजिक सद्भाव र एकताको सन्देश अहिलेको आवश्यकता हो। यो आवश्यकतालाई गाई जात्राको माध्यम मार्फत हास्य कलाकारहरूले पूरा गर्ने जमर्को गरेका छन्। त्यसैले भदौ 26 गतेसम्म समय मिलाएर एकचोटि हेरेमा पैसाले दिन नसक्ने धेरै कुरा पाउने निश्चित छ। नेटवर्क हेर्नकै लागि